मान्छेसँग कुराकानी हुन्थ्यो, कसले के भन्न खोजेको छ भनेर थाहा हुन्थ्यो। तर अहिले यो फेसबुक, इमो, मेसेन्जर, इन्स्टाग्राम, ट्विटर दुनियाँ कुरा छ। त्यसबाट हामीले देश विदेशको मान्छेसँग पनि कुराकानी गर्छौँ, फोटो हेर्छौँ के कस्तो छ भनेर। एउटा देशबाट अर्को देशको मान्छेसँग पनि बिहे भइरहेछ, तपाईँले हेर्नुहुन्छ फेसबुकमा होइन, टिकटकमा हेरिराख्नुहुन्छ। यसलाई एकदम मध्यनजर गरेर, किनकि तपाईँहरू सबैजना शिक्षित हुनुहुन्छ, पढे लेखेको हुनुहुन्छ, सबैले मोबाइल चलाउनुहुन्छ। अहिलेको बेलामा कति घरमा गार्जियनहरूले हुन्छ क्याम्पसमा पढिरहेको छोरीलाई पनि मोबाइल घरमा मात्र युज गर्न दिन्छ, क्याम्पस लग्न दिँदैन। अनि त्यति टाइट गरेर राखेको छ। कति हामीले हेरेको छौँ, कति चाहिँ बहिनीहरूले मोबाइलमै क्याम्पसमा लगेर मोबाइल लगाउँछ। कति घरमा टाइट हुन्छ, कति मेरो छोरीमाथि आफ्नो छोरीमाथि विश्वास गरेर यस्तो गर्दैन भनेर त्यति मोबाइल युज गरेर दिएको हुन्छ। आमा बुवाको गार्जियनलाई आफ्नो बालबच्चामाथि कति केयर हुन्छ, कति उसको माथि विश्वास हुन्छ, कति मैले आफ्नो बालबच्चालाई गाइडिङ गरेर राख्नुपर्छ। यति कुनै पनि गार्जियनले चाहँदैन कि मेरो छोराछोरी गलत लाइनमा जाओस्, गलत काम गरोस्। उसले केही गलत काम गरेपछि हामीले हाम्रो शिर निहुरोस्, इज्जत जाओस्, बेइज्जती होस्, गाउँघरमा सम्मान हामीलाई निक्लिन गाह्रो होस्। कुनै पनि गार्जियनले सोच्छ, कुनै पनि जस्तोसुकै नराम्रो गार्जियन भए पनि मेरो छोराछोरी नराम्रो होस्, नराम्रो बाटोमा जाओस् भनेर कुनै पनि गार्जियनले सोच्दैन। अगर त्यही गार्जियनले सोचेअनुसार त्यो छोराछोरीले पनि मेरो बुवा आमाले मलाई कति दुःख गरेर संसारमा लिएर आयो, हुर्कायो, बढायो, ठुलो बनायो, यस्तो पैसा खर्च गरेर आफूले दुःख गरेर पनि मलाई पढाइरहेछ, लेखाइरहेछ, राम्रो लत्ता कपडा मलाई लगाउन दिएछ, मेरो अगाडि उसले राम्रो कपडा लगाएको छैन। त्यो छोराछोरीले बुझिदिएपछि त्यो छोराछोरी गलत लाइनमा जाँदै जान्छ। सबभन्दा एउटा कुरा, त्यो मान्छे पढे लेखेको होस् चाहे नपढे लेखेको होस्, जरुरी छैन पढे लेखेको मान्छे मात्रै ज्ञानी हुन्छ। नपढे लेखेको मान्छे पनि ज्ञानी हुन्छ, आमाबाबुको कुरा बुझ्नुहुन्छ। कति मैले हेर्छु पढे लेखेको मान्छे पनि अज्ञानी हुन्छ, आफूभन्दा ठुलोसँग कसरी के कुरा गर्नुपर्छ भनेर थाहा छैन। त्यसलाई राम्रोसँग आफूले ध्यान मध्यनजर गरेर बुझिदिनु। जस्तो मेरो बुवा आमाले मलाई कसरी दुःख गरेर पढाइ लेखाइ गरेर यति हुर्काएर ठुलो बनाउनुपर्छ। भोलि मेरो पनि बालबच्चा भएपछि अगर नराम्रो गरोस्, मलाई पिटोस्, मारोस् भनेपछि तपाईँलाई कस्तो लाग्छ भने त तपाईँको पनि भोलिको दिनमा आफ्नो सन्तानले पनि आफूलाई एकदम इज्जत मान सम्मान गरेर राखेपछि आफ्नो मनमा कति सुख शान्ति हुन्छ। त्यसैले जस्तै मेरो आमा बुवाले मलाई राम्रो संस्कार दिनुभयो, म अहिले तपाईँहरूको अगाडि छु। अगर मेरो बुवाले पनि मलाई राम्रोसँग नहेरिदिएको भए, नकेयर गरिदिएको भए, अगर म पनि क्याम्पस पढ्दाखेरि गाँजा खाने, चरस खाने, ड्रग्स खाने, स्म्याक खाने सबै साथीहरू थियो। कुनै पनि साथीले नि घाँटीसम्म मात्र पट्केर खुवाउँदैन क्या, खाइलेन, एकचोटि खाए, एकचोटि खाएर केही पनि हुँदैन। जबरजस्ती पट्केर कसरी पनि खुवाउँदैन, जबरजस्ती गर्छ, सुध्रिने नसुध्रिने आफ्नो ठाउँमा भन्छ नि। सँगता पनि मान्छे बिग्रिन्छ, सँगता बिग्रिन्छ, तर बिग्रिने बेला केटाकेटी बिग्रिन्छ, नबिग्रिने बेला केटाकेटी बिग्रिँदैन। खोइ म बिग्रिन त, अहिले म सुपारी पनि खाँदिनँ एउटा पनि। मसँग थुप्रै साथीहरू छ, अहिले पनि जहाँ जहाँ जान्छु सबै मेरो अफिसको स्टाफहरू, हाम्रो हेरिहाल्नु सचिव साहब, अध्यक्षजी, मेयर साहबसँग मात्रै मेरो सङ्गत हुन्छ। कतिले सबै दारू पानी बियर सियर खान्छ, राति पार्टी गर्ने बेला म खाने। त म कसरी बिग्रेँ? बिग्रिनँ नि। बिग्रिने मान्छे बिग्रिन्छ, नबिग्रिने मान्छे बिग्रिँदैन। अहिले भर्खर फेसबुकमा हेर्नुभयो होला, सरकारी स्कुलमा पढेको क्याम्पसबाट एउटा महिलाले 5वटा लोकसेवामा अधिकृतमा नाम निकालेको छ। त्यो सरकारी स्कुलमा पढेको विद्यार्थी हो, बोर्डिङ स्कुलमा पढेको विद्यार्थीले किन निकाल्नु? सबै विद्यार्थीले निकाल्नु पर्ने, यस्तो हुन्छ। मन लगाएर पढ्नु पऱ्यो, सक्षम हुनु पऱ्यो। आफूले मान्छे लेडिज भएर पढे लेखेर हाकिम अफसर बनेको छ, एउटा देशबाट हेलिकप्टर चलाएर अर्को देशमा गएको छ। तपाईँहरूले आफ्नो घरमा बसेर आफ्नो शिक्षा, आफ्नो मैले के राम्रो गरिरहेको छु, गलत गरिरहेको छु हेर्नु। जबसम्म बच्चा बुच्ची सानो हुन्छ, उसले म राम्रो गरिरहेको छु कि नराम्रो गरिरहेको छु उसलाई थाहा हुँदैन। जब 12 पास गरिसकेको हुन्छ, जो बिग्रिने उमेर भनेको 10, 11, 12 मात्रै। हाम्रो पनि त्यो उमेर हामीले काटेर आएको, मनमा अनेक थरीको कुरा आउँछ। त्यसलाई हामीले सम्हालेर रोकेर नराम्रो लाइनमा नगएर राम्रो लाइनमा गयो, त्यस्तो हुन्छ। बिग्रिने लाइन भनेको 10, 11, 12 पास गरिसकेपछि त्यो अलिकति आमा बुवाको बराबरको हुन्छ, घरको परिस्थिति बुझ्ने हुन्छ। बुवा आमाले कसरी के दुःख गरेर मलाई पैसा लिएर कमाएर गइरहेछ, पढाइरहेछ, लेखाइरहेछ, मैले राम्रो काम गर्नुपर्छ भनेको
त्यो मनस्थिति आफूमा राखिदिनु र कसैले के बाहिरी मान्छेले नेटवर्किङ मार्फत दुनियाँ फ्रेन्ड रिक्वेस्ट पठाइरहेको हुन्छ। कति अब सबैको मन हो राम्रो मान्छे हेरेपछि आएलो गरिहाल्यो जस्तो मनमा हुन्छ। तर त्यो गर्नुभन्दा अगाडि सबै आफ्नो घर परिवार दाजुभाइ दिदीबहिनी आमा बाबुलाई सम्झेर बुझेर अनि मात्रै हात हाल्नु। चाहे कसैसँग त्यस्तो नजदिकी भए पनि आफ्नो घरमा जानकारी गराउनु। किनकि नेटवर्किङमा यस्तो हुन्छ, मान्छे अर्कै हुन्छ, फोटो अर्कै हालेको हुन्छ अनि धेरै धोका पाइएको हुन्छ। यही हाम्रो सुरेश आयल पेट्रोल पम्प सुन्नुभएको छ त्यसको कहानी? उसको सुरेश आयल त्यो उसको साउको छोरो थियो एउटा, काठमाडौँ बसेर पढ्थ्यो। आजभन्दा 1-2 वर्ष अगाडि कुरा हो। कति महिना पेट्रोल पम्प बन्द गरेको थियो नि। अब यो त धनी मनी साउको छोरो, यति जरुरी छैन केटा मात्रै फसाउने हुन्छ, लेडिज पनि फसाउने हुन्छ। काठमाडौँको एउटा केटी चाहिँ एकदम हिरोइन, एकदम राम्रो, गोरी, क्युट है। अनि त्यो सुरेश आयलको साउको छोरोलाई फसाएछ। उसको चाहिँ पेसै रहेछ राम्रो राम्रो धनी मनी केटाहरूलाई हेरेर फसाउने, पैसालो पार्टीसँग फसाउने, घुमाउने फिराउने, त्यससँग पैसा लुट्ने। अनि यो चाहिँ सतुवा नम्बरमा परेको छ है। अनि योभन्दा अगाडि पनि कति 2-3 करोड 1.5 करोड लुटेर अनि त्यसलाई केटालाई छोडेर अनि योसँग फस्या रहेछ।